हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ मेरो छुट्टी अनि आज मैले के गर्छु भनेर सबै कुरा देखाउँदैछु। आज चाहिँ मैले सुरुमा उठेर कपडाहरू धुनको लागि मिलाउँदै थिएँ अनि हेरेको कपडाहरू कहिलेकाहीँ यस्तो घुम्न जानु पर्यो भने कपडै हुँदैन के लगाएर जाने कन्फ्युज हुन्छ हैन। यो चाहिँ मलाई मात्र हैन सबैजनालाई हुन्छ होला, कसलाई हुन्छ कमेन्ट गर्नु साथीहरू। यति धेरै लुगा हुन्छ नि, यति राख्ने ठाउँ हुँदैन, यति धेरै भत्र गोल भएर हुन्छ। तर लगाउन पर्यो भने चाहिँ एउटा पनि कपडा भेटिँदैन के लगाएर जाने भनेर कपडा छान्दै त्यो समय गएको थाहै हुँदैन क्या। त्यही भएर यति धेरै कपडा तर के लगाएर जाने भने कन्फ्युज हुन्छ नि त। सबैजनालाई यस्तै हुन्छ होला, म पनि त्यही भएर सबै लुगा मिलाउने भनेर सोचमा थिएँ। अनि कपडा मिलाएर आज चाहिँ खाना नखाने बुल्डक खाने प्लान थियो मेरो। त्यही भएर बुल्डकमा चाहिँ सागहरू मिसाएर खाने भनेर अस्ति साग किनेर ल्याएको यादै गरेको थिएन, प्लास्टिकमा थियो। हेर न, यहाँको चाहिँ 1 दिरामको साग हो हुन त, तर पनि नेपालको 40 रुपियाँ पर्छ नि त। नेपालको 40 रुपियाँको साग कति सानो छ हेर्नु त साथीहरू। त्यसपछि मैले चाउचाउ पकाएँ, त्यसपछि कपडाहरू पनि मेसिनमा हालेको थिएँ, कपडाहरू पनि निकालेँ, सुकाउन लाँदैछु। अनि आज चाहिँ मैले चाउचाउ ससेज अनि त्यसपछि अन्डा खाने प्लान गरेको थिएँ। मेरो चाउचाउ चाहिँ यस्तो भएर पाक्यो। अनि मैले उता एकपट्टि ग्यासमा चाहिँ ससेज फ्राई गरेको थिएँ, त्यो चाहिँ मैले भिडियो खिच्नु बिर्सेछु कि। अनि त्यसपछि अन्डा पनि पकाएँ। अहिले चाहिँ मेरो खानाको लागि रेडी भयो। त्यसपछि आजको मेरो दिन चाउचाउ खाएर त्यसपछि सरसफाइहरू गरेर यत्तिकै आजको मेरो छुट्टीको दिन चाहिँ बित्यो। मैले चाहिँ कोकसँग चाउचाउ खाएँ। आज खाएको चाहिँ मैले देखाइनँ साथीहरू। बाई बाई एभ्रिवान।